ओलीको कर्तुत्व बाँकीमा केही बुझ्दिनँ। केही बुझ्दिनँ। दुर्गा प्रसाईज्यूलाई के भन्नुहुन्छ? दुर्गा प्रसाईलाई धन्यवाद हुन्छ। मर्ने जिन्दगी हो, हान्नुहोस्, अहिले पनि गोली थामिदिन्छु। किन भागे? सब आरोप लगाएको, ज्यान जोगाउन सबै हात छ। भागे तपाईँ ज्यान जोगाउन सबै मर्नको लागि आएको भने हो, फेरि ज्यानको माया त लाग्दैन हो। मेयर साहबले नि राति 1:30 बजे लेख्नु भएको छ, बाहरू के सिकाउने हाम्रो नानी हो। जस्तो मानौँ न, हिजो एसएलसी थियो, हिजो एसएलसीको बेला नगरपालिकाले आफ्नो गाडीमा राखेर मान्छेलाई, स्टुडेन्टहरूलाई सेफ तरिकाले घरसम्म पुर्याइदिनु छ। बालिन शाहलाई म जिन्दाबाद भन्छु। बालिन शाह एउटा चाहिँ देशको चाहिँ राम्रो व्यक्ति हो। मरेर के फाइदा हो, दुनियाँलाई मारेर केही फाइदा भएन, बडा नोक्सानी भयो यसमा त। शान्तिपूर्ण आन्दोलन सर तपाईहरुको? शान्तिपूर्ण, हाम्रो आन्दोलन शान्तिपूर्ण थियो। यहाँ के भयो भन्दाखेरि घर धनीलाई पनि थाहै नदिएर पुलिस घरको छतमा गएर चाहिँ त्यहाँबाट असुर ग्यास हान्यो, टियर ग्यास हान्यो, पेस्तोल पनि साथमा छ। पेस्तोल सर्वसाधारण नागरिकले पेस्तोल बोक्दैन। यिनीहरूबाट चाहिँ यो आन्दोलन, यो राजावादीहरूको आन्दोलन, यो नागरिकको आन्दोलन चाहिँ यो बिथोल्नको लागि यिनीहरूले प्लान गरेर षड्यन्त्र गरेको हो। भित्र लुटपाट भएको छ, भित्र पेस्तोल सहित हामीले देखेका छौँ। भिडियो फुटेजहरूमा हजुरले हेर्नुभयो होला सामाजिक सञ्जालमा। मर्ने जिन्दगी हो, हान्नुहोस्, अहिले पनि गोली थामिदिन्छु म। हान्नुहोस्। के को लागि? राजाको लागि? राजाको लागि। किन चाहियो यो देश? राजा शान्ति सुरक्षाको लागि राजा चाहियो। हिजो राजा चाहियो भन्दाखेरि यहाँ धेरैले गोली खायो बा। गोली खाँदा त ओलीको त नि कर्तव्य हो त्यो। राजा ल्याउने भन्ने कमान्डर अहिले कहाँ छ? ओलीले त नि सुन्नुहोस्, ओलीले 30औं वर्ष लुटेर खाएको थियो नेपाल। राजा आएपछि ओलीले लुटेर खानलाई अगाडि कारणले अगाडि लिस्टमा ल्यायो, आफू लुकेर बसे एउटा सटर भित्र। ओलीले यहाँ सिभिल पुलिसलाई त्यहाँ नराखेर त टियर ग्यास नहानेको भए यो दुर्दशा हामीले देख्नु पर्थ्यो आज नेपालमा। के तपाईँलाई ओलीले खटाएर पठाएको हो? होइन, हामी त जनताको पक्षमा छौँ। पत्रकार जनताको पक्षमा छैन। हामीले पनि बोलेको भन्नुहोस् तपाईँ। हामीले जनताको प्रश्न हो। च्यापच्याप्ती सामाजिक सञ्जालबाट लेख्नु भएको छ उहाँहरू। हो, देखेको छ। दुर्गा प्रसाई ठिक गरे जे गरे यसो हो, दुर्गा प्रसाई सही हो कि गलत त्यो चाहिँ भन्दिनँ होइन। किनभने जे यहाँ भयो त्यो चाहिँ नहुने कुरा थियो, नहुनु पर्ने कुरा हो। किनभने अब हजुरको मानौँ न, राजाको पालामा राजा हटाए किन? गणतन्त्र चाहियो भनेर। गणतन्त्र यस्तो हो भने चाहिँ चाहिएन, सिधा कुरा। यस्तो अवस्था भयो भने राजा चाहिन्छ। दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत छ। यतिखेर वेब खबर हेर्दै हुनुहुन्छ, म मनोज श्रेष्ठ। यतिखेर हामी तिनकुनेमा आएका छौँ र हिजो रण मैदान बनेको यो तिनकुनेको अवस्था के छ भनेर तपाईँलाई देखाउनको निम्ति आएका छौँ। भने देख्न सक्नुहुन्छ अहिले पनि कर्फ्यू जारी छ। नेपाल आर्मी, नेपाल सेना तपाईँले चोक चोकमा देख्न सक्नुहुन्छ। सुरक्षाको निम्ति उहाँहरू खटिराख्नु भएको छ। महानगरको टिम पनि सरसफाइमा एका बिहानैदेखि खटिराख्नु भएको छ। धेरै जनताहरू आवत जावत गरिराख्नु भएको छ। तर ठाउँ यतिखेर जुन रणमैदान बनेको थियो यहाँको अवस्था फेरिएको छैन। यहाँ अहिले पनि जे पनि हुन सक्ने भनेर हाई अलर्टमा राखिएको छ, कर्फ्यू गराइएको छ। तपाईँले देख्न सक्नुहुन्छ नेपाल आर्मी, नेपाल प्रहरी, एपिएफको टिम सडकमा सुरक्षा शान्तिको लागि खटिराख्नु भएको छ। यतातिर धेरै मानिसहरूको घुइँचो लागेको छ, त्यहाँ अवलोकन गर्नको लागि महानगर नगर प्रहरी टिम पनि खटिराख्नु भएको छ। हिजो आगोले खरानी भएको यो ठाउँ, नष्ट भएको चिजहरू यतिखेर सरसफाइमा एका बिहानै महानगरको नगर प्रहरी टिम खटिराख्नु भएको छ। र हिजो जो आन्दोलनमा आउनु भएको थियो राजावादी साथीहरू, राजाप्रेमी साथीहरू यहाँ आउनु भएको छ र उहाँहरू के भन्नुहुन्छ उहाँहरूसँग बुझ्न कोसिस गर्नेछौँ। दर्शक, हिजोको यो लुटपाट सम्बन्धी चाहिँ तपाईँ के भन्नुहुन्छ? तपाईँको जति समर्थन हिजो लुटपाट सम्बन्धमा यो बुझ्नु पर्यो। होइन होइन, नागरिकले बोटिङमा चोरेका छन्, यहाँ भित्रको ल्यापटपहरू चोरिएको छ, पत्रकार जलेको छ। भाइ मेन कुरा हो, हिजो सर्वसाधारण नागरिकको आवाज उठाउने पत्रकारको हत्या भएको छ। सर्वसाधारण नागरिकको घर आगजनी भएको छ, सिसा फुटेको छ। यहाँ के भयो भन्दाखेरि घर धनीलाई पनि थाहै नदिएर पुलिस घरको छतमा गएर चाहिँ त्यहाँबाट असुर ग्यास हान्यो, टियर ग्यास हान्यो। अनि त्यसपछि चाहिँ त्यसरी चाहिँ अर्को पक्षको चाहिँ घुसपैठ गरेर चाहिँ भित्र लुटपाट भएको छ। भित्र पेस्तोल सहित हामीले देखेका छौँ। भिडियो फुटेजहरूमा हजुरले हेर्नुभयो होला सामाजिक सञ्जालमा। पेस्तोल पनि साथमा छ। पेस्तोल सर्वसाधारण नागरिकले पेस्तोल बोक्दैन। यिनीहरूबाट चाहिँ यो आन्दोलन, यो राजावादीहरूको आन्दोलन, यो नागरिकको आन्दोलन चाहिँ यो बिथोल्नको लागि यिनीहरूले प्लान गरेर षड्यन्त्र गरेको हो। हामीले यसको लागि चाहिँ गम्भीर ध्यान आकर्षण गरेका छौँ र सबै नागरिकहरूलाई भनेका छौँ। काठमाडौँ, भक्तपुर, ललितपुर र कीर्तिपुरवासी लगभग स्थानीय सबै नागरिकहरूलाई भनेका छौँ, धैर्य गर्न अनुरोध गर्दछौँ। यो राज्य सरकारमा बसेर फेरि सडकमा आन्दोलन गर्ने होइन। सडकमा आन्दोलन गरेर नागरिकहरूलाई उतारेर एक आपसमा भिडाउने होइन। जनताका समस्या के हुन् वार्ताबाट समाधान
गरिनुपर्छ। जनताका वास्तविक समस्याहरू समाधान गर्नको लागि सरकार तयार हुनुपर्छ। हामीले कुनै देश टुक्राउने, कुनै धर्म मास्ने, हामीले धर्म मास्ने, देश टुक्राउने हामीले भनेका छैनौँ। शान्तिपूर्ण आन्दोलन सर तपाईहरुको? शान्तिपूर्ण, हाम्रो आन्दोलन शान्तिपूर्ण थियो। हामी शान्तिपूर्ण र्याली गरिरहेका थियौँ। घुसपैठ भनेको केपी चोर सरकार, भ्रष्टाचारी तस्कर सरकारका माफिया कुकुरहरू आएर यहाँ आगजनी गरेका हुन्, यहाँ चाहिँ ढुङ्गामुढा गरेका हुन्, यहाँ चाहिँ तोडफोड गरेका हुन्, लुटेका हुन्। हामीले यसमा केही पनि गरेका छैनौँ। हामीले नागरिक गरिब भुइँ मान्छेका मुद्दाहरू उठाएका छौँ। यो मुद्दा उठाउँदै पनि यसरी चाहिँ धडपड गरियो र यिनीहरूको माहौल राम्रो बन्छ र यिनीहरूको चाहिँ जनमत धेरै भइसक्यो भनेर यिनीहरू रिसले गर्दा यिनीहरूले चाहिँ घुसपैठ गरेका हुन्। नमस्कार। नमस्कार। हजुरको शुभ नाम के पर्यो? मेरो कृष्णबहादुर खड्का। कहाँदेखि आउनुभयो? एका बिहानै कर्फ्यू छ, आज हिँड्न दिएको छैन तपाईहरु? बाटो पनि हिँड्न पाइँदैन। आज 7 बजेसम्म कर्फ्यू। अनि बाटो सबै दर्ता भइसक्यो एमालेको नाममा। खोइ के हो बा यो? शान्ति के हो? सुरक्षाको लागि नि हामीले के गर्छौँ? हामी बुढाले सबैको लागि, शान्ति सुरक्षाको लागि तपाईहरुको जस्तो ज्येष्ठ नागरिक हाम्रो शान्ति सुरक्षा कसले दिन्छ? नेपालमा हेर्नुस् त, नेपालमा सरकार छ। सोच्नु भएको थियो बा हिजो यस्तो हुन्छ भनेर? नेपालमा सरकार छ, मलाई भन्नुहोस् न, नथर्काइकन। कुर्सीमा बसिराख्नु भएको छ उहाँहरु। को छ कुर्सीमा? हामी मान्दैनौँ तल सरकार मान्दैनौँ हामी। मान्नुहुन्न? नेपालमा सरकार छैन। छैन। के खोज्नु भएको छ त तपाईहरु जस्तो ज्येष्ठ? सोझा छ, स्वतन्त्र सोझा छ। स्वतन्त्र? स्वतन्त्र भनेको के हो बा? स्वतन्त्र भनेको एकदम राम्रो जनताले सुख पाउनु पर्यो, हिँड्न डुल्न पाउनु पर्यो। कसैलाई पनि तपाईँहरू जस्ता मान्छेले थर्काएको छ, थर्काउनु भएन यहाँ। तपाईँहरू जसलाई पनि सोध्नु थर्काउनुहुन्छ कि तपाईँहरूलाई ओलीले खटाएर पठाएको हो? होइन, हामी त जनताको पक्षमा छौँ। हुनु पत्रकार जनताको पक्षमा छैन। पत्रकार जनताको पक्षमा छैन। के हुनु पर्यो बा? ठ्याक्कै भन्नुस् न। स्वतन्त्र हुनु पर्यो। नेपाली जनताले स्वतन्त्र रूपमा हिँड्न पाउनु पर्यो, खान पाउनु पर्यो, कृषि गर्न पाउनु पर्यो। नेपालका युवाले विदेश जानु भएन। हाम्रो साथी यही पत्रकार यो कोठामा जल्नु भयो। यो कोठामा त नि तपाईँले सिभिल पुलिस लगेर टियर गाँस नहानेको भए यो घटना जन्मिनै थिएन। तपाईँले के बुझ्नुभएको छ? तपाईँले माथिबाट प्रहरीले हो असुर ग्यास फाल्यो हो। यो निम्त्याएको ओलीले हो। के भन्नुहुन्छ त? यो घटना ओलीले निम्त्याएको हो। यहाँ लगेर पुलिस लुकाएर टियर ग्यास नेपाली जनतामा नफालेको भए यो घटना आउनै थिएन। भनेपछि त्रसित हुनुहुन्छ बा? यो अवस्था देखिराख्दाखेरि डर लागेको छ? हामीहरूलाई डर लागेको छैन। मर्ने जिन्दगी हो, हान्नुहोस्। अहिले पनि गोली थामिदिन्छु म। हान्नुहोस्। के को लागि? राजाको लागि? राजाको लागि। किन चाहियो यो देश? राजा शान्ति सुरक्षाको लागि राजा चाहियो। हिजो राजा चाहियो भन्दाखेरि यहाँ धेरैले गोली खायो बा। गोली खाए त ओलीको त नि कर्तु हो त्यो। राजा ल्याउने भन्ने कमान्डर अहिले कहाँ छ? ओलीले त नि सुन्नुहोस्, ओलीले 30औं वर्ष लुटेर खाएको थियो नेपाल। राजा आएपछि